लाउनुस् मेरो बुढीलाई। हामी पनि यार गाउँबाटै आए जस्तो भयो। यो त बाघै हो, सानो भएर मात्र हो भने। ल पुरानो स्कुल रहेछ यहाँ, अझै नि पढ्छन् रे 2-3 जना। रजिना दिदी के अरे टाढा लाग्यो मलाई। चौतारी चाहिँ यो चौतारीमा पो फोटो खिच्नु पर्ने जस्तो रहेछ। रोजिना कहाँ गयो हामी? कहाँ हो त नि? यस्तो मान्छे राम्रो हो कि चप्पल राम्रो? त्योभन्दा टाढा लागेर चाहिँ म त 10 मिनेटमा आइयो कि हामी 40 मा हिँडेको। हुन्छ यो नौलो यो त घ्यालचुङ घुलचुङ भएर हो कि 38 मा हिँडेको 50 मा आइयो। ल स्कुटर त ताती एकछिन उस भएर। यहाँ माथि चाहिँ मन्दिर रहेछ। यहाँ फोटो खिच्न पर्ने रहेछ चौतारा अहिले। यहाँ चाहिँ ताल हो क्या हो? भैँसीको आल खेल्ने ठाउँ रहेछ क्या हो? ए तलैबाट रहेछ क्या सिडी त। हिँड्ने बाटोहरु तँ हामी तल त्यसरी गयो भने त्यहाँ हिँड्दै आउने होला के। कता कता ठाउँ तर सूर्य डुबेको त डुबेको डुबे भयो यार। उडाउँदै उडाउनु न। सिडी चाहिँ सही रहेछ ल। फोटो त यहाँ हान्न पर्ने जस्तो रहेछ त। के हानिहाल्ने हो? ल यहाँ माथि चाहिँ मन्दिर रहेछ। अब माथि गएर हेर्छौँ। ल हामी चाहिँ यहाँ थप्रेकमा के भन्छ लालीगुराँस हेर्न आएको। कसले हेर्नुभयो हेर्नु भएन थाहा छ कि थाहा छैन। ल हेर्नुहोस् यहाँ सुरुवातमा चाहिँ देखिएछ लालीगुराँस। पहिला पहिला चाहिँ हामी भुजीकोट हेर्न जान्थ्यौँ के अरे लिन हेर्न। हाम्रो राष्ट्रिय फुल पनि भयो लालीगुराँस होइन? हिँड्न अगाडि के को हुन्छ र औषधि? यहाँबाट थप्रेको त्यो डाँडामा देखिँदो रहेछ स्कुल। माथि चाहिँ मन्दिर छ, गएर हेर्नु छ के छ भनेर तपाईँलाई देखाउँछु। मन्दिर हो कि कोट घर हो कि के रहेछ त्यो चाहिँ अलिक थाहा भएन हामीलाई। ओहो ल यसरी हेर्न सकिन्छ है। बाइक साइकिल छ, घर नै हो कि के हो माथि? आइज आइज ल आइज। ए काले ए खैरे यो त बाघै हो, सानो भएर मात्र हो भने जस्तै। यो त बाघै हो, सानो भएर मात्र हो भने। आइज 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 पुन्जी आइज 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 ल हिँड। यहाँ त पिकनिक स्पोट नि रहेछ क्या हो? पिकनिक स्पोट नि रहेछ क्या हो? श्री 5 सरकार भनेपछि यो सरकारको पालामा बनेको रहेछ। ल साल भनेपछि त बाबा अहिलेको हो र यो। फोटो सोटो हान्न पर्ने रहेछ नि त। बाबु बोका नि त अब। मौरी पनि रहेछ, मौरीको घर पनि रहेछ यहाँ। मौरीले त टोक्दैन नि फेरि, मोटो त देशैभरि बजिरहेछ नि त घन्टी। खोइ फेरि घन्टी बजायो नि तर्सिन्छन् फेरि सबै, हर्के सम्पाङ तर्सिन्छ फेरि। गुराँस खानु नि हुन्छ है? कहाँ हो मान्छे बस्छ? हो त्यहाँ झम्म रहेछ बोट अलि। ल कति राम्रो के है यो उसके कस्तो दामी खाले। मैले यो ढुङ्गाको छाना हालेको घर साह्रै राम्रो लाग्यो। यसमा त मान्छे घरै हो कि? ए ऊ त्यो माथिको नि उस हो। ए दर्शन गर्न नजानु पर्छ क्या? यहाँबाट चाहिँ थप्रेक हेर्न सकिन्छ यो स्कुल। हाम्रो भदिन नानी पढ्ने स्कुल हो र नि। के हो पढ्नु त पर्दैन, घुम्न पायो नि खिसी खिसी हाँदै स्कुटरमा। के हो
हो माइक लिएर आउँछु भनेको मैले हप्ताएर ढिलो भयो के हो यो चाहिँ आगो बाल्ने रहेछ के अरे उस बाल्ने के धुपहरू लाली गुराँस हेर्न आएको नि लाली गुराँसको नाममा देखाउँदैन ए बुटैभरि छ नि त नदिँदा रहेछन् मैले चाहिँ यहाँ एउटा बाघ देखाउँछु भनेको कहाँ गयो क्या बाघ पनि मेरै अगाडिबाट स्वाट्ट गएको क्या फेरि रोजिना मेरै अगाडिबाट स्वाट्ट गएको बाघ होइन बोलाएको हेर्न त हेरेको थियो कि बाघले टिकटक भइरहेछ सबैले रक्षा गरून् फोटो सुट र भिडियो सिडियो गरेर अब हामी चाहिँ घरतिर जानु लाग्यो है ठाउँमा मान्छे नआउनु भएर ठाउँमा त दामी दामी रहेछ दामी छ नि उताको डाँडा त्यो अस्ति नै हामी गएको क्या पिकनिक स्पोट जस्तो होइन गर्मी महिनामा पनि सरेर बस्न मिल्ने त्यस्तो आनन्द अहिले गर्मी भएर कस्तो छ यहाँ बजारतिर है दिउँसोतिर जस मजा हुन्छ गाउँतिरै आइरहनु मन लाग्यो कि त्यही भएर घरिघरि म त टिप्नु पऱ्यो एउटा के भन्थ्यो अहिले कराउँथ्यो टिप्न पाइन्न भन्दै सरिहाल्नु न हो त्यो छेउको उतैको कि उतै छेउको दाइ हो त्यो अगाडिको हो त यताको हो त प्रोटेक्टमा हाल्यो यो चाहिँ मैले बुढीलाई दिन्छु इस न इस कान्छी जुले काट्दै फोटो खिचिआन उजाइ राखी है लाउनुहोस् मेरो बुढीलाई थ्याङ्क यू भन ल यहाँबाट यसरी के फोटो बाई बाई साथै यहाँ सम्राट दाई पनि आउनुभएको छ सपोर्ट गर्न आउनुभएको होला दाई ल तिमी खिच्दैन त ए तेरे कहाँ लजागे लजाउँ मान्छे त काले भयो हामी जस्तै हो नि काले हो नि त हामी जस्तै हो नि त काले हो नि त ल अब जानु पर्यो सर्फिङ गर्नु लाग्यो हामी चाहिँ ल रेडी भइसकेछौँ फर्स्ट टाइम हो है सर्फिङ गर्नु लागेको छु अलि मौसम खोले भए बबाल हुन्थ्यो कि झोला त बोक्नु पर्यो मोबाइल राख्ने ठाउँ छैन झोला त के छोड्नु र के चप्पल त त्यहीँ छोड्नु पर्यो कस्तो यसमा यो चुडिन्न त यो यस्तो छ यार डर लागेको अर्को त्यो घाँटीमा बेर्नी थियो नि हो त्यो ल्याउ त ल यस्तो हुँदो रहेछ फर्स्ट टाइम है मेरो चाहिँ यो कटवाला भाग चाहिँ आफ्नो पछाडि हुन्छ प्याडल चाहिँ सबै यतिकै सिधा भयो भने राम्रो त्यो ब्ल्याक भागमा समात्नु बाइक स्कुटी दाहिने प्याडल हान्यो भने देब्रे हुन्छ देब्रे प्याडल हान्यो भने दाहिने हुन्छ अगाडि बढ्नको लागि परेड खेल्ने जस्तो लेफ्ट राइट पालै पालो डुङ्गा चला छैन हो र नलिनु एकछिन नलिनु फ्री भएर बस्नु ल दाजीले हालिदेऊ चुरोट त चाहियो है ल लगाऊ त्यो लगाउ न त्यो लगाऊ ल्याऊ त छिरेन रे ए
हामी पनि यार गाउँबाटै आए जस्तो भयो जिन्दगी नथे क्या कपडा कामसाम आज धेरै भयो पोखरामा घुमघाम जस्तै भयो काम पनि भयो ल फेरि तिमीले खाने मैले लिने होला अरे टाढैबाट फाल्नु पर्ला म त नहलेको उहाँ पुगी बिहारको त त्यता पुगी दाहिने हान्यो भने देब्रे जान्छ देब्रे हान्यो भने दाहिने जान्छ अनि अगाडि बढ्नको लागि पाले पालो ल ल हस् त यताको यता काट्नु अहिले अगाडिबाट तान्नु बिस्तारै 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 कति हो कति छ मान्छे ल अब त्यो मोबाइल हाल्नु ल्याउनु न म जान्छु म त कुनमा हो यसमा कस्तो लाहा ल ल अब मन्दिरतिर एक राउन्ड हानेर जानु पर्यो है त ल भाइ चाहिँ त्यहाँ छ मन्दिर चाहिँ यता पछाडि छ सर र अरू भन्दा पनि मोबाइल त खस्छ कि भन्ने डर लाग्दो रहेछ है बाराई मन्दिरको दर्शन गर्नु है त ल भ्लग मार्फत सबैले